नमस्ते, म डाक्टर कमल राजलाल। म कन्सल्टेन्ट डर्मेटोलोजिस्ट, छाला तथा यौन रोग विशेषज्ञ। म हाल रेडियन्ट स्किन केयर एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टर सामाकोशी काठमाडौँमा कार्यरत छु। यदि तपाईँहरूलाई पनि छाला सम्बन्धी कुनै समस्या भएमा, कपाल झर्ने समस्या भएमा, कपाल प्रत्यारोपण गर्नुपर्ने भएमा, अथवा यौन रोग सम्बन्धी अथवा यौन दुर्बलता सम्बन्धी कुनै पनि प्रकारका सल्लाह सुझाव अथवा उपचार चाहिएमा मलाई यहाँ भेट्न सक्नुहुन्छ। पुरुषको लिङ्ग कडा नहुने समस्या, जसलाई नेपाली भाषामा नपुंसकता पनि भनिन्छ, यौन दुर्बलता पनि भनिन्छ, अथवा अङ्ग्रेजी भाषामा इरेक्टाइल डिस्फङ्सन भनिन्छ। यो एकदमै अहिले कमन एकदमै कमन समस्याको रूपमा रहेको छ, आम समस्याको रूपमा रहिरहेको छ। पहिला चाहिँ विशेष गरी बुढेसकालमा हुने समस्या भनेर बुझिन्छ कि यसलाई 40 वर्षको उमेर नागिसकेको छ भने करिब 50 देखि 70% पुरुषहरूलाई चाहिँ इरेक्टाइल डिस्फङ्सन अथवा यौन दुर्बलताको समस्या चाहिँ पहिलाको जेनेरेसनमा देखिन्थ्यो। तर अहिले टाइम बदलिएको छ, मान्छेहरूको खानपिन, लाइफस्टाइल पुरै परिवर्तन भएको छ। यो मोडर्नाइजेसनको जुन युग छ नि, यो मोडर्नाइजेसनको युगमा चाहिँ एकदमै यङ मान्छेहरू 20 वर्ष, 25 वर्ष, 30 वर्षका मानिसहरू पनि लिङ्गमा कडापन नहुने अथवा कडापन भइहालेमा केही बेरमा आफै निदाउने यस्तो प्रकारको समस्याबाट धेरैजना पीडित हुनुहुन्छ। धेरैजना पेसेन्टहरू मका आउने गर्नुहुन्छ। 20 वर्ष, 25 वर्षका युवाहरू जसलाई लिङ्गमा कडापन भएको छैन। यस्तो किन भइरहेको छ भने यसमा दुईवटा कुराहरू देख्छु म चाहिँ। एउटा चाहिँ खानपान एउटा खानपान चाहिँ राम्रो खानपान छैन। अहिले चाउमिन खाएर, मोमो खाएर, पिज्जा खाएर, आइसक्रिम खाएर, फ्रेन्च फ्राई खाएर जुन जङ्क फुड हुन्छ नि, जसमा चाहिँ एकदमै कम न्युट्रिसन हुन्छ र हाई क्यालोरी हुन्छ, यस्तो प्रकारको खानेकुराहरू खाएर व्यक्ति स्वस्थ त हुँदैन नै। व्यक्ति स्वस्थ नभएपछि उसबाट हुने जुन फिजियोलोजिकल फङ्सनहरू हुन्छ यस्तो फिजियोलोजिकल फङ्सनहरू पनि ह्रास हुने गर्दछ अथवा कम हुने गर्दछ। म तपाईँहरूलाई आजको यो भिडियोमा चाहिँ यस्तो प्रकारको 5वटा खानेकुराहरूको नाम बताउँदै गइरहेको छु, जसले चाहिँ यदि इरेक्टाइल डिस्फङ्सन छ भने कम गर्दछ र छैन भने चाहिँ र यो खानेकुराहरू तपाईँले नियमित लिनुभयो भने चाहिँ इरेक्टाइल डिस्फङ्सन बिस्तारै कम हुँदै जान्दछ। त्यस्तो प्रकारका 5वटा खानेकुराहरूको नाम बताउन गइरहेको छु। साथसाथै तपाईँले एउटा कुरा के पनि बुझ्नुभयो होला भने यो खानेकुराले फेरि तुरुन्तै काम गर्दैन अहिले खायो अहिले नै इरेक्सन आइहाल्ने अथवा त्यो हुने यसले हुँदैन। यो त ग्रेजुअल्ली बिस्तारै यो तपाईँहरूले आफ्नो डेली लाइफस्टाइलमा चाहिँ यसलाई चाहिँ इन्कर्पोरेट गर्नुपर्ने कुराहरू, राख्नुपर्ने कुराहरू, यसको बारेमा जानकारी दिने गइरहेको छु। तुरुन्तैको लागि धेरै औषधिहरू बजारमा उपलब्ध छन्, जस्तो सिल्डेनाफिल, टाडालाफिल तपाईँहरूले नाम सुन्नुभएको होला। यस्तो प्रकारका औषधिहरू चाहिँ तुरुन्तै प्रयोगको लागि उपलब्ध छन् भने मैले बताएका जुन खानेकुराहरू छन् 5वटा सुपर फुडहरू, यो चाहिँ तपाईँहरूले आफ्नो डेली लाइफस्टाइलमा चाहिँ यसलाई इन्कर्पोरेट गर्नुभयो भने तपाईँहरूलाई इरेक्टाइल डिस्फङ्सनले कहिले पनि दुःख दिँदैन। साथसाथै तपाईँहरूको ओभरअल हेल्थ पनि यसले प्रमोट गर्दछ। एउटा मात्रै हेल्प हुँदैन यो सुपर फुडहरूले। यस्तो सुपर फुडको बारेमा चाहिँ तपाईँहरूलाई म जानकारी दिने गइरहेको छु। आउनुहोस् आजको भिडियो हामी सुरु गरौँ। सबभन्दा पहिला यो 5वटा जुन खानेकुरा छन्, यो 5वटा जुन खानेकुरा छ नि, यो 5वटा खानेकुराको टप लिस्टमा नम्बर 1मा चाहिँ म पेस्ता अथवा जसलाई अङ्ग्रेजी भाषामा पिस्टासियो भनेर भनिन्छ, यसको नाम लिन चाहन्छु। यो यति राम्रो एउटा खानेकुरा हो पेस्ता। यसको जति बयान गरे पनि यसको शब्द नै कम हुन आउँदछ। यसले वेट रिडक्सन गर्दछ, ब्लड प्रेसर कम गर्दछ, ब्लड सुगर कम गर्दछ, तपाईँहरू गट हुन्छ नि आन्द्रा, गटको हेल्थलाई प्रमोट गर्दछ। एकदमै बहुउपयोगी खानेकुरा चाहिँ पेस्ता हो। तपाईँहरूले दिनमा 20-25वटा अथवा एक मुठी चाहिँ पेस्ता चाहिँ लिने गर्नुभयो भने तपाईँहरूलाई इरेक्टाइल डिस्फङ्सन कहिले पनि हुँदैन। र साथसाथै इरेक्टाइल डिस्फङ्सन मात्रै होइन, यसले ओभरअल हेल्थ नै तपाईँहरूको प्रमोट गर्दछ। यो पेस्ता जुन छ नि, तपाईँहरूले यत्तिकै पेस्ता खान पनि सक्नुहुन्छ अथवा दहीमा 20-25वटा पेस्ता राखेर त्यो दही र पेस्ता चाहिँ खान सक्नुहुन्छ। एकदमै बहुउपयोगी र बहुगुणकारी खाना चाहिँ पेस्ता हो। इरेक्टाइल डिस्फङ्सनको लागि नम्बर 1 फुड चाहिँ म पेस्ता अथवा पिस्टासियोलाई राख्न चाहन्छु। नम्बर 2मा भएको खानेकुरा चाहिँ बिट रुट रातो खालको तपाईँहरूले देख्नुभयो होला, जसलाई चुकन्दर पनि भनिन्छ। यो चुकन्दर जो छ नि, यो चुकन्दर चाहिँ नाइट्रेट्सको एकदम राम्रो स्रोत हो। यो नाइट्रेट जो छ, नाइट्रेट चाहिँ पछि गएर नाइट्रिक अक्साइडमा कन्भर्ट हुन्छ र नाइट्रिक अक्साइड जो छ यसले चाहिँ यो लिङ्गको जुन रगत नली हुन्छ नि, भेसल्सहरू, त्यो भेसल्सको चाहिँ डाइलेसन गर्छ कि बढाउने काम गर्छ, फुलाउने काम गर्छ, जसले गर्दा त्यहाँ धेरै रक्त सञ्चार हुन्छ र लिङ्गको चाहिँ एउटा चाहिँ जुन इरेक्सन हो त्यो इरेक्सनलाई चाहिँ मेन्टेन गरिराख्दछ। यो पनि एकदमै सुपर फुड हो। धेरै साइन्टिफिक आर्टिकल्सहरूले चुकन्दरले चाहिँ इरेक्टाइल डिस्फङ्सनमा चाहिँ हेल्प गरेको देखाएको छ। नम्बर 3 फुड चाहिँ वाटरमेलोन, जसलाई खरबुजा भनिन्छ नि। यो खरबुजा पनि एल-साइटोलिन भन्ने एउटा केमिकल हुन्छ। यो एल-साइटोलिनको एकदमै रिच सोर्स हो, एकदमै राम्रो स्रोत हो।
L-citrulline पाउने अरू खानेकुराहरू जस्तो लेग्युम्सहरू भयो, फिस भयो अथवा गार्लिक भयो हैन, लसुन, यसमा पनि यो L-citrulline पाइन्छ। यो यसले पनि के गर्छ भने अल्टिमेटली नाइट्रिक अक्साइड रिलिज गर्छ र नाइट्रिक अक्साइड रिलिज भएपछि चाहिँ त्यो पेनिसको ब्लड भेसल फुल्छ, डाइलेसन हुन्छ। अनि डाइलेसन भएपछि त्यहाँ चाहिँ ब्लड फ्लो धेरै हुन्छ। वाटरमेलोन हैन, यो जुन खरबुजा छ, नियमित रूपमा खरबुजा खाने व्यक्तिहरूलाई चाहिँ यो इरेक्सनको प्रब्लम चाहिँ हुँदैन। चौथो खानेकुरा छ नि पोमग्रेनेट अथवा जसलाई अनार पनि भनिन्छ। यो अनार पनि एकदमै बहुउपयोगी खानेकुरा। तपाईहरुले हरेक दिन पोमग्रेनेट अथवा अनार लिइरहनु भएको छ भने तपाईहरुलाई या त इरेक्टाइल डिस्फङ्क्सन अथवा यौन उत्तेजना कम हुने समस्या नै आउँदैन। यदि छ भने पनि यसले धेरै हदसम्म यसले कम गर्दछ। यसमा एकदमै यो एन्टिअक्सिडेन्ट रिच फुड हो हैन, वान अफ द बेस्ट फुड फर एन्टिअक्सिडेन्ट। यो चाहिँ यो अनार चाहिँ पोमग्रेनेट एकदमै बहुउपयोगी खानेकुरा हो। इरेक्टाइल डिस्फङ्क्सनमा यसले एकदमै राम्रो हेल्प गर्दछ। तपाईहरुले अर्को के पनि गर्न सक्नुहुन्छ भने पोमग्रेनेट हैन अथवा अनार, वाटरमेलोन, खरबुजा अथवा बिटरुट हुन्छ नि जुन चुकन्दर, यो मिलाएर तपाईहरुले एउटा जुस बनाउन सक्नुहुन्छ र त्यो जुसको चाहिँ नियमित रूपमा सेवन गर्न सक्नुहुन्छ। यसले चाहिँ इरेक्टाइल डिस्फङ्क्सनमा एकदमै फाइदा गर्दछ। यो चारवटा जुन खानेकुराहरू मैले बताएँ नि, नम्बर 1 पेस्ता अथवा पिस्टासियो, वाटरमेलोन अथवा खरबुजा, पोमग्रेनेट अथवा अनार र बिटरुट अथवा चुकन्दर, यो चाहिँ प्रमाणित खानेकुरा हो। धेरै साइन्टिफिक आर्टिकल्सहरुमा चाहिँ यो चारवटा खानेकुराले एकदमै इरेक्टाइल डिस्फङ्क्सनमा फाइदा भएको चाहिँ देखाएको छ। नियमित रूपमा तपाईहरु पनि खान स्टार्ट गर्नु होला। र पाँचौं जुन छ नि, पाँचौं सुपरफुड, एक्चुअली यो फुड होइन, यो चाहिँ तपाईहरुलाई म दुईटा कुरा यसमा चाहिँ भन्न चाहन्छु। एउटा चाहिँ तपाईहरुको लाइफस्टाइल, दोस्रो चाहिँ तपाईहरुको एक्सरसाइजको ह्याबिट हैन। सो लाइफस्टाइल भने चाहिँ जस्तो यो जुन इरेक्टाइल डिस्फङ्क्सन छ नि, यो कस्तो व्यक्तिमा धेरै देखिएको छ भन्दा जसको चाहिँ लाइफस्टाइल एकदम तनावग्रस्त छ हैन, फुल अफ स्ट्रेस छ, अथवा जसलाई स्लिप निन्द्रा एकदमै कम पर्ने व्यक्तिहरू छन्, त्यस्ता व्यक्तिहरूलाई चाहिँ यो इरेक्टाइल डिस्फङ्क्सन चाहिँ धेरै देखिएको छ। तपाईहरुले लाइफस्टाइलमा एउटा दुईटा तीनटा कुराहरू बुझ्नै पर्ने हुन्छ। नियमित रूपमा गहिरो निन्द्रा, तपाईहरुले 7-8 घण्टा गहिरो निन्द्रा लिनै पर्दछ। तनावरहित जिन्दगी हैन, स्ट्रेस त सामान्यतः स्ट्रेस त सबैलाई छ, तर कसरी हुन्छ स्ट्रेस कम गर्ने, मेडिटेसन गर्ने कि योगा गर्ने कि यो विभिन्न प्रक्रियाहरूबाट कमभन्दा कम स्ट्रेस लिने यो एउटा ह्याबिट पनि तपाईहरुले बसाल्नु पर्दछ। यो कुराहरू जुन लाइफस्टाइल छ नि, यसको चाहिँ इरेक्टाइल डिस्फङ्क्सनसँग डाइरेक्ट रिलेसन छ। जति लाइफ स्ट्रेसफुल छ हैन, त्यति नै व्यक्तिहरूलाई धेरै यो इरेक्टाइल डिस्फङ्क्सन अथवा लिङ्गमा उत्तेजना कम हुने समस्या देखिएको छ। र अर्को कुरा चाहिँ एक्सरसाइज हैन, नियमित रूपमा एक्सरसाइज गर्ने व्यक्तिहरू छन् नि, त्यो नियमित रूपमा एक्सरसाइज गर्ने व्यक्तिहरूलाई चाहिँ इरेक्टाइल डिस्फङ्क्सनको समस्या एकदमै कम देखिएको छ। जो व्यक्तिहरूले धेरै रिसर्चहरू भएका छन् एक्सरसाइज गर्ने र एक्सरसाइज नगर्ने ग्रुपमा, एक्सरसाइज नगर्ने ग्रुपमा चाहिँ इरेक्टाइल डिस्फङ्क्सन धेरै देखिन्छ भने एक्सरसाइज गर्ने व्यक्तिहरूमा एकदमै कम, नगर्ने रूपमा चाहिँ इरेक्टाइल डिस्फङ्क्सनको समस्या देखिएको छ। मेरो कुरा तपाईहरुले बुझ्नुभयो होला हैन। दुईटा कुरा यसमा महत्त्वपूर्ण कुरा रहेछ, एउटा खानेकुरा हैन, अर्को चाहिँ लाइफस्टाइल र एक्सरसाइज। यो एकदमै धेरै महत्त्वपूर्ण छ। एक्सरसाइज नियमित रूपमा गर्नु पर्यो। खानेकुराहरू मैले तपाईहरुलाई बताइसकेँ सुपरफुड्सहरूको बारेमा, यो तपाईहरुले नियमित रूपमा सेवन गर्नु पर्यो। प्लस स्ट्रेस हैन, यो चाहिँ तपाईले तनावरहित जिन्दगी प्लस यथेष्ट मात्रामा तपाईहरुले आफ्नो निन्द्रा पुर्याउनु भयो भने तपाईहरुलाई इरेक्टाइल डिस्फङ्क्सनको पहिलो कुरो त समस्या हुँदैन। समस्या छ भने ग्रेजुअली बिस्तारै यो चाहिँ कम हुँदै जाँदछ।